हेलो गाइस, आज चाहिँ म यहाँ केटाहरू भएकोमा आएको चाहिँ सिल्भर रक्स। यहाँ हाम्रो गार्ड भाइहरू मेरो सालहरू हो। बन्दुक चाहिँ कहाँ रहेछ भने हो बन्दुक खोइ लुगाइरहेछ हौ। ए ल ल अब यो चाहिँ हेरौँ सिल्भर रक्स। यहाँनिर गेस्ट हाउस सायद आज राम्रै रहेछ। यो मेन डोर हो। यता छ यो नजारा राम्रै छ, ठिकैको छ। खोइ बाटो कहाँ छ? आमा बाइक त यो हो नि अन्त। सटिस एभ्रिवान। दामी 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 वाह। बाइकको लुक्स मात्रै हेरिहाल्नु। कुन चाहिँ बाइक हो यो? डेन्जर डेन्जर। सेन्सर बज्छ नि, सेन्सरवाला रहेछ है। अलार्म लाग्दो रहेछ। यो हाम्रो सिल्भर रक्स। यो हो यता फुलहरू पनि छ है। यतापट्टिको नजारा यो हो। यो माछा कहाँनिर छ हौ तल है? ए उहाँ साजी। यो तपाईँको कालिम्पोङ है। सानो ब्लगलाई हेरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस्। मन पर्यो भने सेयर गरिदिनुहोस् है। राम्रो भ्यू देख्छ यहाँबाट चाहिँ। अहिले त बादल लागेर डिस्टर्ब छ है। क्लियर भएको बेला चाहिँ एकदमै दामी राम्रो देख्छ नजाराहरू। कसैलाई यसो उयो छ भने आउँदाखेरि हुन्छ है। राम्रो छ। यतापट्टि यो चाहिँ के हो? यो पनि सायद केही होला। यहाँनिर फुल पनि एकदमै दामी फुलिरहेको रहेछ है। छेउबाट देखाउँछु म। यो चाहिँ कुन चाहिँ फुल हो है म चाहिँ चिन्दिनँ, तर दामी चाहिँ दामी छ फुल चाहिँ है। एकदम छेउबाट नि तपाईँहरूलाई देखाइदिन्छु है। एकदम दामी ब्युटिफुल। यहाँनिर हेर्नुहोस् दामी दामी एक सय एक फुलेको रहेछ फुल चाहिँ है। पराइसम्म सोलिड छ। हेर्नुहोस् यो नजारा। मेरो छोराले हेलमेटै एउटा छ, हेलमेट खोलेन रहेछ है।